दसैँ पनि आयो, अब के चाहिँ गर्ने होला त्यहाँ? दसैँ छोरा खबडे पनि नआइदिए जस्तो लाग्छ यार, हामी दाल दहरी गर्थ्यो। चिया खान पनि गाह्रै छ। उठ अघि भने सुन्ने उठ, दसैँ आइसे खालि सुत्या सुत्या उठ उठ। आँखा माटेर अहिले उठिने त क्या थाहा त अनि उठ्न त नि। यहाँ कति डिस्टर्ब बताऊ, यहाँ भर्खर दसैँको मासु भात खाया, स्लिप स्लिप खाया, सपना देखिएछि। ए सपनामै राख पर खेतबाडी घुम्ने जा पर दसैँ आए बाल्ने ल्याउनु पर्दैन ठुसुप गर्ने जा पर खेतबाडी जा सुतिया यहाँ दाल घर बाइक ल्याउनु पानी जा नि खाटा भयो बाहिर। ओइ बाबु बेने कोसी आइ कहाँ जानु त? अब कहाँ जानु पर खेत गोड्न जाँदो बाउ बड्डा भन्दा खेत गोड भन्दा दसैँ आया खाऊ। काण्डु कहाँ गयो त अब? त्यो साउदारा ऋण माग्न गया हुन्न। अब अस्ति साल इन्डिया गएन नि, त्यसले ऋण माग्नु पर्यो अब खसी काट्नु। हो दा त म पनि पानी ल्याउन जाने हो है। ल अब खेत पनि पुग्यो, नान्दामा बुढाइदेन गर्नु पर्यो। आँखमा खान कन्या जस्तो बेरी छ। पहिला त सानो हुँदा कटुर लगाएर हिँड्थेँ, अहिले त यत्रो भइसक्यो मैले त चिनेन नि बाबु। बर्तनस दर्शन दाजु भन्ने हो। भाग्यवान ठुलो आएस अनि मम्मीमा खासै के भन्ने हो त? मलाई दाजु भन्ने आएस कान्छ। सुनचे हेन लाटा तेरा बा सुनचे हेन। मेरा बा सुन्छन् त हन बिरामी केही भया नै। साउसँग चाहिँ ऋण माग्न गया। ल बाबु अब साडी छपन भइहाल्यो, घरमा आमा बुवा पनि कुरेर बसिया हुन्न, म अहिले लागे। ल एकछिन मेरो अब यतै गोड्नु बाँकी छ, गोडेर म पनि अब आइहाल्छु। काली ओराली गर्दैनी आँखा भरी रार भर्दै। ल अब घाम पनि भइगयो। अब बड्डाले ऋण पाए कि नै दसैँको खसी काल्नालाई अब घर आइहाल्नु पर्यो। अब यतै गोडेर यतै अब भोलि अर्को दिन आइहाल्यो, अर्को दिन के नै यत्रो महिना खान्छ। दसैँका बेला त खुब गरी बस्नु पर्छ बड्डा। ओइ काण्डा खेत गोडी ओम कि गई त? खेत यतै गोडिरहेर पर यतै बाँकी छ। अब त्यतै भोलि दसैँको पछिल्ला दिन गोड्नु पर्छ। ओइले शिविर हेन क्या खाउला कति किनौला रुपियाँ नै भन्दा हौ। क्या गाडी हुँदछ, ऋणमारी हुँदछ कि केही गाडी हुँदछ कि ज्यारी पनि खानु भएको त। हट त हातै घर जाउँ न। गाइजौँ भने आऊ त भाइ सुनेले पाल ल्याया। त्यो जा त काण्डा है। ल दोस्ती क्या नहीं थी आपने पूरे हिंदू पढ़े बना आपने खेल वाले किन्हें के काम थे जदे पहिला दर्शन करना अस्ति के कुरा करना तो के भयो भने पहिला जमानामा विद्यार्थी जद्यो खद्यो त हे राम्रै क्या नहीं था काटा के काम परे के अब कति नआउने मान्छे भन्दै मन त के आउँदो त्यो छोरो बनाउँदो त्यो चिडी पिडी फडफडी गर्न आँट्यो कुरो त्यो अनन्त कुमार म दिन दसैँमा खसी जायो गरे अब के गर्ने अब त्योभन्दा अगाडि वर्षमा त्यहाँ इन्डिया गएन अब जुन पनि बिति गई क्या तो काण्डा दसैँ भनेको यो दसैँ गरेको लागि दशा हो यो हैन मेरा पनि छोराहरु सबै विदेशतिर हन हैन कोही पनि एक्लै क्या दसैँ मान्दै भन् मैले पनि यतै भिडियो ल्याए हौ अनि तँले के चाहियो त अब मुगन पनि त्यही भिडियो चाहियो दाजुकै गर्दा हो अन्य अब तँले ऋणै मागे होला भन ऋण अब अहिले मौका नभन् हैन ऋण भने त मले के पनि छैन अहिले बोततिर छोडाकन त्यो औषधि गर्ने पैसा त्यत्रो दिए भन हैन त्यत्रो पनि तँलाई सहयोग गरेको छु पहिलाको ऋण तिरिया नै अहिले त मसँग एक पैसा पनि नै भन् त्यही खसी पनि मैले उधारो मागे अकासँग के हो त भन्दै त कोसँग माग्दा त्यस्तो उधारो पुरा त्यो दिन म त्यही जान्छु नि त हो त्यो कहाँबाट माग्न भने त अब त्यो यसो तल्ला गरा त्यो साइलासँग मागे थिएँ त्यति जम्मा कति 10-15 हजार रुपियाँ रे त्यो एउटा मागे मैले कहाँ दिदु अब त्यो पनि अब नाइ भन्दै थियो भन् तल त्यो साइन हुने सारा त्यो ठिकाना पनि त्यहाँ घर त मोड पर्ने मको नाइ भने त त्यो जुइरानी भइका त्यो
राणा छोरो त भन्ने जवाब थियो फोन त दिँदै दिएन यार खुट्टामा त पढिकन दिँदै दिएन क्या त्यो रिस पनि दाजु मकन मकन त दिया थियो हल्का हल्का खान भन्दै थियो अब होइन त्यति फर्किँदै पछि के थाहा भयो होइन अहिलेलाई पछि केही पनि रिन पनि नै त्यसो नै अल्ला पल्ला गरेर भन होइन अब अहिलेलाई अब जा होइन अब नपते आउनु 1-2 केजी यसो दिउँला त कन होइन एकदम जिल्ला हो जिल्ला हुन्छ गएर के बाँच्यो हो जा यही छोराको पैसा नहुँदैन माथि पैसा त टन्नै छ नि दिन पनि मन लागेन एकखेर भोट दिया पैसा दिएन अहिलेसम्म अहिलेको फेरि अब कति वर्षसम्म उ गर्ने त्यति पनि दिए होइन पैसा त टन्नै छैन किन दिने मैले आफ्नो काम गर्ने खाने हो आइगयो त छोरो ऋण दियो त साउले हे भगवान हामीले ऋण दिन कोसिस यो गाउँ पुरो राम्रो गरे मुटु कलेज राम्रो झडीका कसैले पनि ऋण दिएनन् त्यो साउ भन्ने त्यो हद त खलन त्यहाँ थियो राम्रो गरिकन त्यो धनी मात्रै देखिँदै बिताउँदो कति पर हाकिया जगत पातीका ऋण दिँदै दिएन छोरा अब अहिलेको दसैँ यस्तै भयो अब पोहोर पनि खसी काटेन अहिले पनि खसी काटेन अब मासु त खानु पर्यो अब मासु डाँडा यहाँ सक्सक गर्दा तेरो दा सक्सक गरेर भित्रमा फटफट हान्न अन्त म क्या अब दस अगाडि त अब कसैले हिँड्दैन हेर अब यस्तै भयो नि अब गरिबको कोखमा जन्मियालिस बाबु अब हामी गरिब भनेको यस्तै हेर होइन अहिलेको दसैँ यस्तै भयो म अर्कोपल्ट अब किड्नी केही बेचौँला नभए धेरै खुसीको लागि भयो नि म किड्नी बेच्छु बाबु होइन मान्दैन त्यही त अब सबैका घर काटन न हाम्रो निसैले हुने भएन अब हामीले खसी नकाटेपछि कहीँ त हुन्छ अब म त त्यस्तो सबैका घर काट्दैन वर्ष त्यहाँ खसी काटेर त अनि हाम्रो गरिब कोखमा जन्मिए मान त अब त्यही तोर्न पालिहाउँ तालिहाउँ होइन बढाइहाउँ त्यही ठुलो कुरो हो वर्ष खसी काटेपछि त्यहाँ म पर मेरो मुटु कलेजा सबै बेच्नु पर्ला त गरिबको घर जन्मी त्यति त बुझ्नुपर्छ होला टा कस्तो रहेछ त बुझ्दै हुन्छ बाउको पिठा बुझ्ने पालिकन के मुकरन के निखार गरे पेटमा मुसा त बुट्टान ओडा त बुट्टान पुडा त बुट्टान अनि त धन्ने करेला कुइको छु खाऊ मने ए टोटको घर है यहाँ पुरो मुकन के गरी पाले हुन्छ बिहान बेलुका एक छक दाल भात खाइकन पलायो नि त्यो के गरिकन पाला त नि यत्रै पर तेरियामा मरिकी पर तँ यत्रो बनायो हल्का नभए सुख त मान कस्तो रहेछ यार खाली रुवाएको छ दसैँमा यस्तै हो कि अब हामी के गर्ने त अब गरिब परिवार जन्मिहालिस् कि जा तल साउका घरतिर म पढ्नु काम गर्नु म पनि यहाँ डिस्टर्ब नगर बाबु अब मेरो हल्का रुगाखोक पनि लाग्यो यहाँ मुटु दुख्दा अब भोलि बिहान मरिजाने जग्गा हटेटै आउने जग्गा सुख त बन्देर भएको आएको छ भोकै जीवन एक्लै छ यहाँ कथा बेग्लै छ जीवन एक्लै छ यहाँ कथा बेग्लै छ हरेक दिन राति दुःख मेरो साथी कसको गरिबको कुखमा जन्माले सब यस्तै छ खसी काट्नु सक्दैन होइन पढाउँछु देखाउँछु ठुलो मान्छे बनाउँछु त्यसपछि नाम राख्ला गाउँको मलाई सहरमा जाउन अनि खसी काटेर